गाइस के साह्रो गरम हो। हिजो आज त म त बेसी गरमभरि त शीतलमा आइरहेछु। अहिले त बर्खाको टाइम पनि लाग्यो, एकदम हरियो हरियो भइरहेछ सब्जीहरू पनि। म चाहिँ यहाँनिर आइरहेछु। अस्ति नै मैले सिमेन्टको ढोकोमा क्याप्सिकम रोपिहेरेको थिएँ। योपालि हुन्छ कि हुँदैन भनेर ट्राई गरिहेरेको, कम्ता बेसी फलेको छैन। यसरी फलिदियो भने त अन्त हामीले पनि यसकै खेती गर्दा भइहाल्छ नि। एउटै बोटमा यो खालको फलेको छ, 10-12 वटा बेसी फलेको छ हो। हामीले खालि बाहिरबाट मगाएर खान्थ्यौँ, बाहिर सिलगढीपट्टिबाट आएको किनेर खान्थ्यौँ यो चिकन चिल्लीहरू बनाउँदाखेरि। योपालि चाहिँ मैले आफै ट्राई गरिहेरेको, रोपेर यस्तो फल्दैछ। यसमा पनि फल्दैछ, यसमा पनि फल्दैछ हो। यहाँ पनि फलिरहेछ, यहाँ पनि 2-3टा त फलेछ है। कस्तो दामी फलेको। लु है, तपाईँहरू पनि ट्राई गर्नुहोस् है।